हेलो एभ्रिवान, आज म कहाँ छु देखाउँछु ल हजुरहरूलाई। हेर्नु है, आज म कहाँ आएको छु भन्दा यता आएको छु। तरुल खन्दैछु है साथीहरू, माघे सङ्क्रान्तिको लागि तरुल। यहाँबाट यसरी तल गएको छ। अब यसलाई निकाल्नुपर्छ खनेर। निकाल्ने क्रम जारी छ, खन्ने क्रम जारी छ साथीहरू। यो चाहिँ यता गएको छ। अब यताको डिल भट्काउनु पर्ने अवस्था आएको छ। यताबाट यो खतरा छ नि साथीहरू। तरुल खनाइ त है, आज बारीमा तरुल खन्ने प्रोग्राम। यो माघेको लागि तरुल रेडी हुँदैछ क्या यहाँ। हेरौँ है साथीहरू, अब मैले कतिको सक्सेस हुन्छु निकाल्नलाई। अझ यहाँ मात्र छ, यहाँ पनि बाँकी छ। यो पनि बाँकी छ, आधा खनेर छोडेछ। यता यो पहिला लास्ट इयर खनेको यहाँ, अनि यो चाहिँ अहिले खनेर माटो उता फालिदिएको। आफ्नो बसाइ खतरा छ। तरुल खन्ने स्थितिमा छ म। बल्ल आयो ल। भाँची गयो, फेरि भाँची गयो। अझ भित्र हेर्नु साथीहरू, अझै मुनि। ओ माइ गड, कसरी तान्ने अब त्यसलाई। यो 1 केजी त छ हो। कस्तो ठुलो, कति गरौँ हो। पालो आयो यताको खन्ने। यो चाहिँ कुटोले हुन्छ होला। कति सबैतिर त आँखा निक्लिसक्यो। यता भयो, यो भयो, यो भयो, यो पनि भयो। फटाक्क भाँच्दिउँ क्या हो। यहाँबाट मैले यहाँ आँखा निकालिसकेँ एउटा, यी खर्निसक्यो क्वाक क्वाक। कस्तो अप्ठ्यारो ठाउँमा फलेको क्या। बस्दा पनि यस्तो छ तरुलको हालत। यताबाट पनि फेरि यस्तो भएर पनि बस्ताबाट पनि निक्लेर यहाँ अब यसको पालो खन्ने तयारीमा। ए तरुल 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 कसरी तान्ने हो। अब जराबाट तान्न सकिएन हो। बारको सल्लाह राख्नुपर्छ यहीँ। लास्ट प्रोसेस, अब लास्ट छ यसको तान्नु पर्ने। यति सकेपछि अर्को नतान्ने हो। तरुलसँग निकाल्न सकेन साथीहरू, यत्रो मिहिनेत गर्दा पनि। अब यसलाई सिँगा निकाल्न सकिएन। अब माथिबाट नि काटियो, यत्रो तरुल छ। अब यसलाई भाँच्दै निकाल्नु पर्यो। के गर्ने। ए साथीहरू, तरुल त निकाल्न गाह्रो भयो। यत्रो ठुलो छ है। तर निकाल्ने कसरी। तल गएको छ क्या, जराको मुनि छ। योपालि चाहिँ गाह्रो भयो खन्न। अब अघि आएको कति टाइम लागिसक्यो। अब खास सिँगे निकाल्ने प्लानिङ गरेको, तर निक्लिँदैन। यो सिँगे निक्लिने थाँटपाट देखेन। अब यहाँ आधा उद्धि बनाएर यो टक्लक टुक्लुक फालिएको छ यता। अब यो खन्नु आँटेको सकिएन। यहाँ पुग्यौँ हामी। यो यसको टाउको, यो जरा त्यसको टाउको। यो अर्को सल्लाइ हुन्छ। यो अर्को सालको लागि बिउ हो यो होइन। यो चाहिँ निकाल्न आँटेको। अब यसरी भाँचिँदै निकाल्ने क्रम जारी छ है। यो अब भाँच्दै निकाल्दैन, किनकि खनिएन। गाह्रो छ त, भाँच्दै निकाल्नु भनेको पनि गाह्रो रहेछ त। ल भाँचेको टक्ला टुक्रुक। भाँच्यो, यस्तो राम्रो थियो। के गर्नु र भगवान्। ए मेरो भगवान्, जारी छ। ए साथीहरू, सिँगे निकाल्न त सकिएन। अब यस्तै खोजेको त हो नि सिँगे निकाल्न, निकाल्न। यस्तो छ दामी तर है थियो त माया लाग्यो। कसरी निकाल्नु भयो।
भाँच्यो पनि फेरि खै कता गयो फर्क फेरि साथीहरू क्वाकियो अब त ए हेर्नु त यहाँ क्वाकेर निकाल्नु पऱ्यो नि अझै छ तल अब निकाल्नै पाइएन नि खै यत्रो निकाल्न पाइएन नि क्वाक्के सबै सिङ्गे निकाल्न सकिएन यहाँ अझै छ बाँकी कसरी निकाल्ने अब योहरू यति धेरै छ त्यही धेरै बाँकी छ निकाल्नै सकिएन क्या यो अब गाह्रो भयो ल आजको लागि तरुल खनिसक्यो सिङ्गे सिङ्गे खन्नु पाए त क्या दामी दामी छ क्या यस्तो राम्रो छ माटो लगाएर यस्तो